पहिला त मामाहरू सबै आएको छ है। हामीले यसरी यो डोरी बाँध्छौँ, यसरी हामीले न खिचे बन एकादशी आज हरिबोध एकादशी हेर्नुहोस् है गाइस। हामी चाहिँ फुल तार्न आएको खोलामा हरिबोधन एकादशी कत्रो खोला आज मर्ने मान्छे चाहिँ स्वर्गलोकसितै पुग्नुहुन्छ है। आज मर्ने मान्छे स्वर्गलोकको बास हुन्छ। जय भोले बाबा हर महादेव गौरी शङ्कराय नमो नमो हरि ओम हरि ओम हरि ओम हरि ओम। यता पनि हेर्नुहोस् है एकादशी हेर्नुहोस् यसरी फुल तारेको, यसरी फुल तार्नु भएको छ है। हरिबोधन एकादशी हरि ओम 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 हरि 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 ओम। विष्णु भगवान हेर्नुहोस् है, विष्णु जय विष्णु नारायण हरि नारायण नारायण हरि श्रीमन्नारायण। हरू घुमेका छन् यहाँले हेर्नुहोस्। ओम नमः शिवाय 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 ओम नमः के खान्छ नि कति सानो के खाने हो खा। हामी चाहिँ आज फुल तारेर आयौँ है। हामी चाहिँ पशुपतिमा फुल तार्न गएको थियो आज हरिबोधन एकादशी। आज पशुपतिमा फुल तारेर आयौँ हामी। आज फुल तार्यो भने चाहिँ मर्दाखेरि स्वर्गलोकमा डोरीमा समाएर जान पाइन्छ, त्यही भन्छ है सबैले। धर्मअनुसार वैकुण्ठको बास हुन्छ। नारायण भगवानले हामीलाई साथमा लिनुहुन्छ, लक्ष्मी नारायण। आज चाहिँ हरिबोधन एकादशी हो। आज चाहिँ नारायण भगवान उठ्नुहुन्छ। आज 6 महिना सुत्नु भएको थियो, आजबाट बिउ दिनुहुन्छ नारायण भगवान। आजबाट 6 महिनासम्म चाहिँ नारायण भगवानले
त्यो सारा सृष्टिको रक्षा गर्नुहुन्छ कति खाने जय शालिग्राम भगवान जय तुलसी मैया की जय शालिग्राम भगवान की जय मैया जय हो तुलसी हो तुलसी मैया की जय हो जय शालिग्राम जय तुलसी मैया की जय हो जय शालिग्राम भगवान की जय हो तुलसी मैया जय हो Que de है aku rasa dia susah ni.